नमस्ते यहाँहरूलाई म प्रेमबहादुर खड्काको तर्फबाट म आज यहाँ घोरा 1 28 मा अवस्थित मालझागरी गुफा किचेनी दह छरछरी झरना जाने बाटो त्यहाँ पुगेर म केही प्रस्तुतिहरू यहाँ देखाउन गइराखेको छु। यो सानो बाटो जो उत्तरतर्फ लागेको छ, यहाँबाट मालझागरी गुफा जाने हो। यो पारीदेखि नै यो सिमलतारा बजार हो। यहाँबाट उत्तरतर्फ मालझागरी गुफा लाग्छ। यहाँ बोर्ड पनि राखिएको छ। यता रामपुरबाट आएको बाटो, यो सिमलतारा जाने बाटो र यो त्यसपछि केही समय हिँडिसकेपछि उत्तरमा 28 स्कुल, त्यसपछि यो किचेनी दह आउँछ, जुन यो परापूर्वकालदेखि रहँदै आएको एउटा प्रसिद्ध दह हो। यो जलचर प्राणी सिमसार क्षेत्रको संरक्षणको रूपमा रहँदै आइराखेको छ। यसको पानीलाई यहाँका खेती किसानी गर्नेहरूले प्रयोग गर्दै आइराखेको छ र यसको संरक्षणको लागि यहाँका बासिन्दाहरू, स्थानीय निकायको ठुलो भूमिका रहेको छ। यो बाटोदेखि पूर्वतर्फ 28 गाउँमा अवस्थित एउटा यहाँका बासिन्दाहरूबाट संरक्षित र एउटा दह हो। त्यसको केही समयपछि हामी चाहिँ यो मालझागरी गुफाको बाटोतर्फ जङ्गल यात्रा गर्दैछौँ। केही तलसम्म यो जङ्गलबाट केही तल करमकोट जाने बाटोको मुनिसम्म टेम्पो, गाडी, बाइक आउने र त्यहाँ राख्ने पार्किङ, त्यसपछि पिकनिक स्पट बनाइएको छ। पानी टङ्कीहरू राखिएको छ, पानी धाराहरू छन्। त्यसको केही समयपछि हामी चाहिँ यो जङ्गल यात्रा सुरु हुन्छ। लगभग 2-2.5 किलोमिटर जङ्गलको यात्रा पुरा गरेपछि उकालो तेर्सो बाटो जङ्गल यात्रामा हिँडेपछि मालझागरी गुफामा पुगिन्छ। लगभग 45 मिनटदेखि 1 घन्टाको यात्रा पुरा गरेपछि मालझागरी गुफामा आइन्छ र त्यस बिचमा छरछरी झरना पनि रहेको छ, जो अति सुन्दर रहेको छ, जसबाट एउटा के पनि भन्न सकिन्छ भने घोरा 1-28 को मालझागरी सामुदायिक वनबाट र यहाँका बासिन्दाहरूबाट मालझागरी गुफा पुग्नको लागि राम्रो बाटोको व्यवस्था गरिएको छ। यस छरछरी झरनाबाट गाउँमा पानी लगिएको छ। जुन छरछरी झरना धेरै सुन्दर सफा रहेको छ। पानीको मुहानको रूपमा यसलाई मानिएको र यसलाई संरक्षण जाली तार लगाएर गरिएको छ। अहिले वैशाखको 20 गते 2082 वैशाख 20 गते आज धेरै कम पानीको देखिन्छ, तर पनि एकदमै सुन्दर राम्रो छ यो छरछरी झरना। एकदमै सुन्दर रमाइलो छ। यो मालझागरी गुफा जाने बेलामा
गाडी बाइक अथवा टेम्पो तल राखेपछि लगभग 15-20 मिनट हिँडेपछि यो छरछरी झरना आइपुग्छ। यो छरछरी झरनाको अवलोकन गरिसकेपछि मालझाग्री गुफाको जङ्गली बाटो यात्रा सुरु हुन्छ। अहिले यो वैशाखको सुक्खा समयमा पनि यस्तो राम्रो पानी झरनाको रूपमा यो छरछरीबाट तल झरिराखेको छ। यसलाई छरछरी झरना भनेर भनिन्छ। एकदमै यो घोराई 1/28 सिमलतारा क्षेत्रको लागि प्रसिद्ध छ। अब हामी चाहिँ यो ठाडो उकालो यो शान्त सुन्दर जङ्गलको यात्रा गर्दै हामी चाहिँ मालझाग्री गुफातर्फ लाग्दैछौँ। र यो बाटो यहाँका बासिन्दाहरूबाट राम्ररी खनिएको हिँड्नलाई सजिलो बनाइएको छ। सुन्दर हराभरा जङ्गलको यात्रा गर्दै लगभग 1 घन्टाको यात्रा गरिसकेपछि ढिलो हिँड्नलाई अलिक छिटो हिँड्नलाई लगभग 40-50 मिनटको बाटो हो। यो मालझाग्री गुफा पहिला परापूर्व कालदेखि यस क्षेत्रमा रहस्यमय प्रसिद्ध र अलौकिक शक्तिको रूपमा रहेको छ। यहाँ दिउँसो 12 बजेको समयमा यस जङ्गली क्षेत्रमा बाजा घन्टीहरू बेसिन बजाउने र घाँस काट्न आएका गाई ग्वालाहरूले सुन्ने भनिएको छ। यस क्षेत्रमा अनौठो विचित्र घटनाहरू पनि घट्ने गरेका छन्। एकपटकको कुरा हो, एकजनाको गोरु यस वन क्षेत्रबाट हराएछ। सबैले खोज तलास गर्दाखेरि यो जङ्गलमा र गाउँमा जताकतै खोज्दा भेटिएनछ। त्यसपछि एकजना त्यो गोरुका मालिकले आएर मालझाग्री यहाँ यस गुफा क्षेत्रमा आएर पूजाआजा गर्दा भएको गल्ती सबै क्षमा गरिदिनुहोस्, मेरो चाहिँ गोरु मलाई चाहिँ पत्ता लगाइदिनु पर्यो, दिनु पर्यो भनेर भन्दा त्यसको लगभग आधी घन्टापछि घरमा गोरु गइसकेको भनेर एउटा कथा पनि प्रसिद्ध रहेको छ। यस मालझाग्री गुफा अब हामी चाहिँ मालझाग्री गुफाको नजिक आएका छौँ। यहाँ चप्पलहरू, छालाजन्य वस्तुहरू, हाम्रा पर्स, बेल्टहरू, जुत्ताहरू सबै बाहिर यहाँ राख्ने। त्यसपछि लगभग 15-20 मिटर 20-25 मिटर पर 30 मिटर जति पर भनौँ न, यो उकालो काटेपछि हल्का यो सिडी काटेपछि यो आयो। यो क्षेत्र नै मालझाग्री गुफा हो। मालझाग्री गुफामा यस्तो विचित्र शक्ति रहेको छ। यो गुफादेखि माथिदेखि पानी आएको छ, योदेखि तल पनि पानी छैन। यस्तो सुक्खा समयमा पनि यो क्षेत्रमा पानी मूल छ र यहाँ त्यो पारी देखेको मेन गुफा त्यही हो।
अहिले चाहिँ यो बन्द गरिएको छ। अनि यो गुफा यसको छेउमा पानी माथिबाट बग्छ, जहाँ विचित्रको अलौकिक यो पूजाआजाको लागि यहाँ पनि एउटा विशेष गुफा रहेको छ। यो गुफाभित्र पनि अलौकिक विचित्र सुन्दरताले भरिपूर्ण विभिन्न शक्तिबाट बनेको मूर्ति चित्रहरू देख्न पाइन्छ, आकृतिहरू देख्न पाइन्छ। यो नजिकै यो पानी बग्ने ठाउँ माथिबाट। तर यहाँ चाहिँ एउटा विचित्र के छ भने विभिन्न भगवानको आकृतिहरू बनेको, शिवलिङ्गहरू बनेको देख्न पाइन्छ। चिसो पानीको मूल राम्रो भएको छ। यहाँ चाहिँ यस्तो अचम्मको विचित्र अलौकिक शक्तिले भरिपूर्ण यस्तो भगवानको आकृति मूर्तिहरू देख्न पाइन्छ। यहाँ सफा सुन्दर जल माथिबाट हल्का खसिरहेको, बगिरहेको। तर तल आउँदा देखिँदैन। र यहाँनिर कस्तो अचम्म हो, यो शिवलिङ्ग बनेको छ। यहाँ विभिन्न भगवानहरूको आकृति देख्न पाइन्छ। यो गुफादेखि बाहिर जहाँ पानी बग्ने ठाउँ हो। यो मालझाँक्री गुफा एकपटकको कुरा हो। एकजनालाई 3 दिनसम्म ओलापिएर झाँक्री विद्या सिकाएको र पछि उहाँलाई त्यो विद्या प्राप्त भएपछि मानिसहरूको फुकफाक झारफुक गरेर धेरै ठिक हुने र उहाँ अझै जीवित हुनुहुन्छ भनिन्छ। यो गुफाभित्र प्रवेश निषेध लेखेको छ। यही हो मेन गुफा। यहाँभित्र पानी विभिन्न मूर्तिहरू र त्यसमा पानी माथिबाट चुइराख्ने सबै देख्न पाइन्छ। यसमा धेरै ठुलो गुफा त छैन, तर बस्दै भित्रसम्म गएर हेर्न सकिन्छ। यहाँभित्र विभिन्न आकृतिका छन्। यो शिवलिङ्ग कस्तो अनौठो अलौकिक रूपमा विचित्र तरिकाले बनेको छ। विभिन्न यसमा चाहिँ भगवानको विभिन्न आकृतिहरू भएको हुनाले यसलाई एउटा शक्तिको रूपमा मानिएको छ। अचम्म छ यस्तो बनेको छ। यो मालझाँक्री गुफा पूर्व कालदेखि अलौकिक शक्तिले भरिपूर्ण मानिएको छ। यहाँ यस क्षेत्रमा यो मालझाँक्री गुफा धेरै टाढाबाट पनि पूजाआजा गर्न आउनुहुन्छ। यहाँ पूजाआजा गर्ने, विश्वास गर्ने र आफूलाई विभिन्न यो विश्वास लागेका कुराहरू प्राप्त हुने र यो गुफाभित्र यो यस्तो स्थिति यस्तो देख्न पाइन्छ। गुफाभित्र गएको विभिन्न आकृतिहरू, विभिन्न रूपहरू यसरी देखाइएको छ।